सो हेलो गाइज इट्स मी यस र आज मेरो यो भिडियोमा चाहिँ यो दुईटाको भर्सेस हुनेवाला छ र म के गराउनेवाला छु भन्ने कुरा मैले यहाँ हेर्न सक्नुहुन्छ। मैले यहाँ ऱ्याम्प बनाएको छु यो दुईटाको भर्सेस गराउनको लागि को माथिसम्म चढ्न सक्छ होइन, अनि त्यहाँदेखि माटो खनेर साइडमा झार्न सक्छ भन्ने कुरा म यो भिडियोमा देखाउने छु। यो दुईटाको भर्सेस हुनेवाला छ। अब कसले जित्छ अब हेर्नुपर्छ है त अगाडि। अब चलाइसके पो थाहा हुन्छ होइन। सो लेट्स स्टार्ट। अब चाहिँ म यो दुईटालाई मिलाउँछु होइन, यसरी राखिदिन्छु। पहिले कसको टर्न? पहिले ल 3 सम्म काउन्ट गरौँ ल, नै 10 सम्म 3 थोरै भयो सानो। 1 2 3 4 5 6 7 8 9 10 ल पहिले यसको टर्न आएको रहेछ यो लोडरवालाको। ल तर भयो त यो लोडरको रिमोट यो हो। पहिले एन्टिना निकालौँ न होइन। ल जाउँ, मैले सक्छ हेरौँ है त। ल अड्कियो यार। चढी अब जोड लगाएको है सर। त्यो गाइज हेर्न सक्नुहुन्छ यो माथि आएर अड्किसकेको छ। यो चाहिँ माथि चढ्नै सकिरहेको छैन। एज यु क्यान सी मैले कति फोर्स लगाइरहेको छु र पनि यो माथि चढिरहेको छैन है, घुमेको घुमै छ है। ल यो चढ्न सकेन, धेरै स्ट्रगल गरिरहेछ। अब यसलाई साइडमा राखौँ, यहीँ राखिदिउँ। त्यहाँ बस्छ। अब पालो आयो जोवालाको, हाम्रो स्काभेटरको। ल यहीँ राखिदिउँ होइन, साइड गरौँ। ए त्यसको रिमोट रहेछ यार, यसको रिमोट यहाँ आयो। र पहिले यसलाई अलिकति गरौँ होइन, तल गरौँ यसलाई। ल माथि, ल अब पर्फेक्ट भयो। ल अगाडि बढ्नु त। ल ए यो त मजाले चढ्यो यार। ल एज यु क्यान सी यसले मजाले चढिरहेछ है, मजाले माथिसम्म गयो। ल अड्क्यो यार। लगाइ हेर्न सक्नुहुन्छ यो चिप्लेको गरिरहेछ। अब तल झऱ्यो भने खतम। पछि गएको भने साइड गयो धेरै। धेरै नै स्ट्रगल गर्यो यार। यसलाई यो साइडमा राख्यो लगाम। अब यसलाई त चलाउनै मुस्किल भयो त गाइस। चढेन यार, चढाउनै सकिरहेको छैन। अड्कियो। पछाडि गरेर यो बाटो भएर लानुपर्छ। यो बाटो भएर अनि त्यो बाटो चाहिँ बनाउनुपर्छ। उसले नै के अरे जेसिबीले नै बनाएर होइन, त्यसपछि अनि त्यो ऱ्याम्प फेरि ट्राई गर्नुपर्छ चढाउनुलाई। ल झऱ्यो। लोडरलाई साइड गरिदिउँ पहिले। लोडर साइड। अड्कियो अड्कियो अड्कियो। ल यो जेसिबी यहाँसम्म आयो। अड्कियो।
माथि 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 छिटो जाउँ। ल अब बाटो बनायो अहिले मजाले। ल सक्छ जान माथि अब। अड्कियो। अड्कियो 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 अड्कियो। पहिले यहाँ पनि डिग गर्नुपर्छ यार। ए यो धेरै हाइट छ नि त होइन। अब यहाँ पनि यसलाई खन्न लाउनु पर्छ। पल्टिन्छ कि पछाडि फेरि ट्राई गरौँ न। भयो धेरै नै माथि भयो, सक्दैन यसरी, धेरै नै हाइट भयो। अब यो बाटो भएर लानुपर्छ। साइडमा अलिकति फ्याट छ। उही ल अब चढ्यो, अब जान्छ मजाले। अब त झनै अप्ठ्यारोमा आयो यार, खाल्टोमा जान लागिरहेछ। ल अब भयो, घाँसले चिप्लिरहेछ। गयो ल बल्ल माथि चढ्यो यार। माया गुडनेस, अब के देखेन, मेहनत धेरै लाग्यो माथि चढाउनु। ल माथि आयो यो। माथि आयो। गाइस फाइनली हेर्न सक्नुहुन्छ, अब यो माथि आइसकेको छ हाम्रो जेसिबी यहाँ। ए माथि आइसकेको छ। अब यहाँ मलाई बाटो बनाउनु पर्छ, किनभने अघिदेखि यो यहीँ त्यो गरेको गरेछ क्या, अड्केको अड्कै छ। ए अब यहाँ आयो, अब यसमा बाटो बनाउनु पर्छ अहिले। सकेन यार, बाटो बनाउनु सक्छ कि सक्दैन फेरि। ओ सकेन यार, खन्नै त सकेन। यत्रो मेहनतले मैले यसलाई ल्याएको थिएँ यहाँ माथि, खन्नै सकेन यार। पुरै अब तल झर्ने जस्तो लागिरहेछ। एकैछिन, गयो गयो गयो। अब यहीँदेखि गर्नुपर्छ। पछाडि खाल्डो छ क्या, त्यही भएर हो। अब यसरी बाटो बनाउनु पर्छ, यसलाई फर्काइ फर्काइ बाटो बनाउनु पर्छ। ल फ्ल्याट भइरहेछ बाटो। यहाँ पनि फ्ल्याट बनाउनु पर्छ बाटोलाई। धेरै नै मेहनत गरिरहेछ यार मेरो जेसिबीले। गयो 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 नै होगा गाइस, चढ्नै सकिरहेको छैन मेरो जेसिबी। जोड लगा के अब हुन्छ, जोड लगा के, जोड लगा के।
उफ, थाक्यो यार यसलाई माथि चढाउनु मनले सकिएन यार माथि चढाउनु यसलाई धेरै माथि गएर आउँछ पल्टिन्छ को चढ्छ होला ए अब त इजिली चढ्यो अब ओहो फाइनल्ली चढ्यो गाइज फाइनल्ली फेरि एकचोटि ब्याक गरौँ न बिस्तारै बिस्तारै ल अब फाइनल्ली बाटो बन्यो ल उफ माई गुडनेस फाइनल्ली चढ्यो यार ल चढ्यो फाइनल्ली चढ्यो उफ अब यसको टर्न अब यसको पालो यस यस यसलाई त यसरी उठाउनु पर्छ कि क्या हो ए अब गयो बल्ल फेरि अड्क्यो त्यहाँ पल्ट्यो सक्दैन अहिले यार धेरै चिप्लो भएर त्यस्तो भएको धेरै चिप्लो लगेज फाइनली अब आजको लागि यति मात्र मैले धेरै नै मेहनतले यसलाई माथि चढाएँ होइन हाम्रो स्कार्फ भेटरलाई यसले सकेन एन्ड या थ्याङ्क्स फर वाचिङ गाइज र के कसो लाग्यो भिडियो प्लिज कमेन्ट गरिदिनु होला